हेलो ब्युटिफुल पिपल वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। अन्त आज भने चाहिँ म चाहिँ डिनरमा चाहिँ होइन मटर पनिर बनाउँदैछु। अन्त मटर पनिरको लागि चाहिँ फर्स्ट अफ अल चाहिँ मैले पनिर काट्नुपर्ने हुन्छ। अन्त पनिर चाहिँ होइन एउटै साइजको काट्यो भने चाहिँ दामी देख्छु नि त भन्दै म चाहिँ चर्याक्क लगाएर पनिर काट्ने तर्फतिर लागेँ होइन। अन्त ट्याक 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 गर्दै म चाहिँ पनिर पनि काटिसकेँ। अब लगभग होइन पनिर काटिसकेको थिएँ। अन्त अब चाहिँ फ्राई गर्नुपर्छ भन्दै म चाहिँ होइन लो फ्लेममा मजाले फ्राई गर्नेतिर लागेँ होइन। अन्त फ्राई गरिसकेर चाहिँ यस्तो खालको देखेको थियो, तपाईँहरूले हेर्नु सक्नुहुन्छ गाइस होइन। अन्त त्यसो भन्दै अब चाहिँ फेरि म चाहिँ मसला पकाउनुपर्छ भने चाहिँ मसला पकाउनु लागेँ होइन। मसला पकाउँदा चाहिँ मैले चाहिँ टमाटर र अनियन चाहिँ ग्रेट गरेर पकाएको थिएँ नि त। अन्त फर्स्ट चाहिँ म मजाले मसला पकाउँछु भने चाहिँ मसला पकाएँ होइन। अनि चटक्क मसला पनि पाकिसक्यो। अब चाहिँ म चटक्क मटर हाल्छु भने चाहिँ मटर हाल्दै नि त त्यही माथि होइन। अन्त मटर हालेर चाहिँ चटक्क चलाएँ। अन्त यस्तो खालको भयो त्यो पाकिसक्दा चाहिँ होइन। तपाईँहरूले हेर्नु सक्नुहुन्छ पाकिसकेको चाहिँ होइन। अन्त म चाहिँ अब खानेतिर लागेँ होइन भनेर चाहिँ प्लेटिङ गरेँ मजाले होइन, बस्तीको घिउ हालेर होइन। अन्त चाहिँ अब चाहिँ खानुपर्छ भन्दै म चाहिँ खानातिर लागेँ। थ्याङ्क यू फर वाचिङ गाइस।